अनि आउनु भएको चाहिँ कति भयो? आउनु भएको कति भयो? 20 महिना। ओके। अनि यो हाल दिइरहनु भएको छ। अनि खाना नखानु भएको कति दिन भयो? 4 दिन भयो। कम्पनीदेखि तपाईँलाई फ्याँक्थ्यो बाहिर? ओके। यसो गर्नुहोस् है, म एकचोटि उतातिर कुरा गर्छु। नेपाल जानुहुन्छ? नेपाल जानु चाहनुहुन्छ? नेपाल जानुहुन्छ है? ओके। अनि आफूलाई अलिकति स्ट्रङ बनाउनुहोस्। अहिले कहाँ बसिरहनु भएको छ भन्नु त? बाहिर? ए, बाहिर बसिरहनु भएको छ है? के मगर हो तपाईँ? ओके। तपाईँको चाहिँ छोराको नाम चाहिँ के भन्छ भन्नु त? ईश्वर मगर। छोरीको? ठुली छोरीको? रमिला मगर। ओके। हस्, तपाईँको चाहिँ चाँडो विचार हुन्छ है, म कुरा गर्छु है, चिन्ता नगर्नु। हुनुहुन्न। पापीहरूले चाहिँ बिचरा उहाँ बुवालाई चाहिँ यस्तो अवस्थामा पुर्याएछन् होइन। दुबईमा जति पनि नेपालीहरू हुन्छ उहाँलाई चाहिँ सक्दो सहयोग गर्नु होला होइन। र उहाँको छोराछोरी उहाँ ईश्वर मगर र रमिला मगर चाहिँ कन्ट्याक्टमा आएर चाहिँ उहाँलाई आँट हौसला दिनु होला होइन। अनि जति पनि नेपाली हुन्छ दुबईमा होइन, अहिले त अब अवस्था यस्तो छ, अलिकति अब प्लेन टिकटहरूको पैसा पनि अलिक महँगो लाग्छ होइन। त्यही भएर सबैले सहयोग गर्नुपर्छ, उहाँलाई उद्धार गर्नुपर्छ होइन। सबैसँग म हात जोड्छु होइन, त्यही भन्न चाहन्छु।